हेलो साथीहरू सबैजनालाई वेलकम छ यो मेरो न्यू ब्लगमा। धेरै दिनपछि फेरि आज नि छोटो ब्लग बनाउँदै गरेको साथीहरू। म चाहिँ घाँस काटेर अनि कुच्चोसँग घाँस लिएको छु नि त। कुच्चोसँग घाँस लिएको छु अनि अब म चाहिँ कुच्चो झिक्नु पर्ने हुन्छ। अनि कुच्चो झिक्न आँटेको यहाँ यति चाहिँ झिकिसकेँ। यहाँ चाहिँ छ बुई नि हेलो गर्दैन हौ। ओइ हेलो। अरू केही भन्नु छ? के भन्नु छैन। यो चाहिँ हाम्रो लसुन बारी है साथीहरू, लसुन बारी सागबारी। अनि म चाहिँ यहाँ छु। अनि अब म कुच्चो झिक्नु पर्ने हुन्छ। एकैछिन देखाउँ न। यहाँ एक बारी छ अनि यो चाहिँ झिकिसकेर अनि फेरि यो झिक्नु पर्ने हुन्छ साथीहरू। त्यही हो। अनि फेरि खेताला जानुपर्ने छ साथीहरू। अनि म चाहिँ अब कुच्चो झिक्नुतर्फ लाग्छु साथीहरू है। साथीहरू अब चाहिँ कुच्चो झिक्दै गरेको यति झिकिसकेँ। यो यावाले भिडियो गर्नु ढिलो गरेछ। मैले यति धेरै झिकिसकेँ। कुच्चो चाहिँ यसरी झिकिन्छ है साथीहरू, यसरी अनि यसो गरेर टक्क यसरी हालिन्छ। यसरी झिकिन्छ साथीहरू। क्यामराम्यानले मिस्टेक गरेपछि के भन्नु छ र। सबैजनाले सपोर्ट चाहिँ गरिदिनु पर्यो कि। सही सब्सक्राइब पुरो भने सब्सक्राइब भन्ने आएको छ नि। कस्तो धेरै राम्रो हुन्छ। रोकाउ भरे अब चाहिँ फाइनली अर्को बारी है साथीहरू। अर्को बारी देखाइदिएन। झिकेर यो कुच्चो अनि त्यति भयो। कुच्चो अघि टिपेको घाँस रोक्नु कि फाइनली साथीहरू कुच्चो नि झिकिसके है। अनि अब चाहिँ कुच्चो मुठा गर्दै बाँध्नु पर्ने हुन्छ साथीहरू। यति धेरै छ कि नि ठ्याप्पा रोक्नु हुन्छ। क्यामराम्यान चाहिँ अगाडि हुनुहुन्छ है। घाँस उता छ। घाँस चाहिँ त्यति घाँसको कुच्चो यति मुठा बनाएको नि देखाउँ न। मुठा कसरी बनाउनुहुन्छ तपाईँहरूकोतिर चाहिँ। हाम्रोतिर चाहिँ यसो गरौँ थोरै अनि यसरी गरेर यसरी देख्दैछ। यसरी गरिन्छ साथीहरू। फिनिसिङ मुठा फिनिस। धरती बुझिरहने 2-3 कति 4-5 मुठा चाहिँ हुने रहेछ कि। 6-7 बिटा हुँदैन। रोकौँ अनि एकैचोटि मुठा पारिसकेर कुच्चोको बिटा चाहिँ 5 बिटा भएको छ। अब चाहिँ यसलाई सुकाउनु पर्ने हुन्छ। सुकाउनु पर्ने कस्तो मजाले घाम लागिरहेको छ नि। सक्यो। कस्तो दामी मौसम देखिरहेको छ नि। कुच्चो झिकेर नि सकेर नि साथीहरू यहाँ बसिराखेको है। अहिले चाहिँ आएर यहाँ बस्दैछौँ। सुनले चाहिँ मौजमा बसिरहेछ पुरै। उसको त जिन्दगी नि आनन्दको छ। आजको मौसम यस्तो रमाइलो छ कि। त्यही हो साथीहरू।